सबैजनालाई हामी आरजे मामु छोराको ब्लगमा स्वागत छ। अनि सबैजनालाई नमस्ते। तपाईँहरू सन्चै हुनुहुन्छ होला र हामी पनि एकदमै ठिकै अनि सन्चै छौँ। आज चाहिँ हामी फ्यामिली घुम्न आएको छौँ। तर कहाँ जाने भन्ने त थाहा छैन होइन। अब सोच चाहिँ दुईपट्टि जाने भन्ने सोच छ। एक ठाउँ नभए अर्को ठाउँ जाने भन्ने प्लानिङ गरेर हिँडेको होइन। अब कहाँसम्म पुगिन्छ अब ढिलो पनि भइसक्यो होइन। अब भ्याएन भने हामी त्यही अब नजिकै जान्छौँ। भ्यायो भने हामी सोचेको ठाउँसम्म पुग्छौँ। अनि अब अहिले त्यही भएर मैले अहिले यहाँ जाने भनेर नखुलाएको किनभने अब कहाँ जाने पनि ढुङ्गो छैन नि त। अनि जहाँ पुग्यो नि बाँकी भिडियोमा देखाउने छु। हस् त। अब हाम्रो चाहिँ यात्रा सुरु भइसक्यो होइन। अहिले चाहिँ हामी उर्लाबारीदेखि निस्किँदैछौँ। अब कहाँ पुग्छौँ। मेरो दुईजना साथीहरू बाट बसेर हेर्दैछन् बिचारीहरू। हेर लाजले छोपेका छन्। ओके बाई। हामी चाहिँ अब निस्किसक्यौँ। आजको मौसम हेर्नु न साथीहरू यस्तो राम्रो छ नि। यस्तो आनन्द कति दिनपछि हावा चलिरहेको छ होइन। शीतल पनि छ। बुटाबारी बुटाबारीमा बलेर कपालहरू जस्तो भएको छ होइन। मैले भन्नु थिएँ अघि घरबाट हिँड्दा चाहिँ मेकअप गरेर राम्ररी गरेर हिँड्नु। अगाडि हिँड्नु न हिलो छ पुग्ने ठाउँमा पुग्दा चाहिँ बाउलाई जस्तो हुन्छ भनेर हामी यहाँ बलेर जुस काहीँ खाइन्छ कि खानालाई भनेर निस्केको। त्यहाँबाट अलिक के डाँसिरहेको छ बाटो हिलोहरू हो। अनि त्यो बाटोको हिलोले सब मेरो फाउन्डेसन नबिजाएर क्रिम सकिएको छ। मेरो रिबन मेकअप गर्नुवाला जस्तो भइरहेको क्या। त्यो टिसु बोक्छु भनेको त पनि बिर्सेछु। त्यो त कान डम्म बन्द भयो जस्तो भइरहेको छ। तर केही पाइएला छैन।
चाहिँ हामी चाराले आइपुग्यौँ होइन। अब चाहिँ बाटो सजिलो छ, राम्रो आनन्दले हिँड्न पाइन्छ। यस्तो बाटो खराब चाहिँ मजाले हिँडेर पाइँदैन। अब चाहिँ हामी उँभो लाग्यौँ होइन र अघि चाहिँ 1300मै उँभो लाग्यो भनेर कराउँदै हुन्थ्यो नि त। अब चाहिँ फाइनली लाग्यो, इलामको यात्रा सुरु भयो हाम्रो होइन। धेरै कस्तो हुन्छ कहाँ छ हुन्छ ल खाऊँ न त। अब चाहिँ चिसो उखुको जुस खाएर हामी लाग्नु पर्ला यात्रा। यिनीहरू चाहिँ खानु बसेको हो है। यस्तो खानुपर्ने अरे एनर्जी ड्रिङ्कहरू। बिजोग हेर्नु न हो साथीहरू, बल्ल बल्ल आज समय मौका मिलेर घुम्न गएको। पानी परेर बिजोग यहाँ ओत लागेर बसेको छौँ हामी त। बाउ छोरा कहाँ छन् कुद्दैछु। म छुइनँ है। बल्ल बल्ल घुम्न जाऊँ भनेर निस्केको, पानी गरेर घुम्न पाइएला जस्तो छैन। पुरै भिजेर कपाल सपाल मेरो मेकअप पनि सक्यो होइन। अब पानी परिरहेछ। झापामा गर्मी भयो भनेर इलाममा चिसो खाना निस्केको भने इलाम सुरु नहुँदै चिसो लाग्ला। अब चाहिँ हामी बुधबारदेखि उँभो लाग्यौँ होइन। अब अहिलेलाई चाहिँ पानी रह्यो, मौसम यतिको भएको छ होइन।
झन्डै एक्सिडेन्ट भयो यार साथीहरू मुटु त मेरो त झन्डै फुत्दै बाहिरै निस्कने हो। कस्तो यस्तो ओह्रालोमा एउटा कारवाला क्या कार लिएर आउँदै रहेछ, यत्रो ओह्रालोमा पनि कस्तो स्पिड आएको हो। ओह्रालोमा त अलिक कन्ट्रोल गरेर हिँड्नुपर्छ नि त होइन, त्यो पनि यस्तो टर्निङमा फेरि नदेखिने ठाउँमा थियो क्या। अनि पुरै काटेर छेउबाट लिएर आएको रहेछ गाडी। यति लिने हौ झन्डै गयो मैले त, यति खुसी भएर चढेँ गाउँमा चढ्दाखेरि त्यहाँ आइपुग्दा मेरो खुसी न झन्डै हरायो। त्यही भएर एकदम लामो लामो हर्न बजाउनु है त घुम्तीहरूमा त, नदेखिने ठाउँहरूमा त। हेर्नु गाइस हाम्रो चाहिँ यति बिचक भयो होइन। अब यहाँ यस्तो आधा बिचमा आइपुगेको छौँ। यता उँधो उँभो केही छैन होइन, अब बजार पनि। अनि गाडीको स्टार्टै बन्द भयो, कुद्दा कुद्दै गाडी चाहिँ त्यहाँ छ होइन। अब के गर्ने त, यस्तो तना भइरहेछ। त्यो पनि सानो नानीसँग छौँ होइन। अब दुईजना ठुलो मात्रै भयो त जसरी पनि जे पनि हुन्थ्यो। अब कोही चिना छैन नयाँ ठाउँमा। अब गाडीको स्टार्ट बन्द भयो, बाटोमा अलपत्र बसेर पर बसेर। मौसम धन्न राम्रो भइदिएर पानी रोक्यो, पानी नरोकिएको र हुनु। अनि गाडी पनि बाटोमा यस्तो हुनु नि हाम्रो कति बिचोक हुन्थ्यो होला होइन। धन्न परमेश्वरलाई धन्यवाद होस्, पानी चाहिँ रोकिएको छ र हामी एकदम चिलमै छौँ। छन चाहिँ अब फोटोसोटो खिच्यौँ होइन। यहाँ हेर्नुहोस् दिन राम्रो, यति बबाल छ नि, यति राम्रो छ। स्टार्ट गर्ने काम चाहिँ हुँदैछ, हेरौँ हुन्छ कि हुँदैन। गाडी धेरै हिट भयो, हिसाब हेर न, गाडी धेरै हिट भएछ कि स्टार्टै बन्द भयो क्या। नरिसाउ न यिनलाई यति रमाइलो लागेको थियो नि, यति रमाइलो लागेको थियो। वर्णन त अघिदेखि गरेको थिइन्। अब अहिले यिनलाई त्यो रमाइलोको पनि अलिकति एक हिस्सा त दिनु पर्यो नि त होइन। नानी गाडी आउँछ कुद्नु हुँदैन है ल। हाम्रो चाहिँ गाडी हिट भयो क्या धेरै, त्यो हिट भएको कारणले गर्दा। अनि अहिले म नि हिट भएको कारणले गर्दा चाहिँ उकालोमा अलिक जाम भयो। एकछिन नगर हाल न 2-4 बाल्टिङै भेट्यो भने झन् राम्रो। यस्तो उकालो छ नि, यस्तो उकालो छ। त्यही उकालोमा आइपुगेपछि मेरो गाडी स्टार्ट बन्द भयो। त्यही बन्द भएकोखेरि चाहिँ अब बस्यौँ। अब यहाँ बसेरै म त नहुने भयो नि त, बस्दा त एकछिन बस्यो भने रेस्ट हुन्थ्यो। अनि रेस्ट हुन्छ भन्ने हिसाबले बस्दाखेरि यहाँ टाइम नहुने भयो। फेरि बिचमा गाडी स्टार्ट भयो, यात्रा सुरु भयो। यहाँ साह्रो उकालो छ क्या। अनि हामी आमा छोरा चाहिँ हिँड्दै, अनि राइडरलाई मात्रै पठाएको क्या एक्लै। फाइनली गाडी स्टार्ट भयो। अनि कति धेरै उकालो छ नि त, गाडीको आवाज सुन्नु न कति कराएको छ आमामा। बिचरा त्यसले पनि कसरी थाम्नुहोस् त। अनि उहाँ ओर्लाबारीदेखि आएको बाटो त्यस्तै उता पनि गतिलो होस् झापाको बाटो पनि अहिले धन्न पो। अनि बिचरा कुदेकै हो त हौ यहाँसम्म त। परमेश्वरलाई धन्यवाद होस्, गाडी खुल्यो, कुद्यो। अब हामी हिँड्यौँ।
अहिले चाहिँ हामी कुटी डाँडा आइपुग्यौँ कन्यामदेखि तल हाम्रो यात्रा इलामसम्मको पानी पर्ला जस्तो भयो फेरि यहाँ आइपुगेपछि अँध्यारो भएर चिसो जाडो भयो आजसम्म पर्न सुरु नै गरिसक्यो त्यही पनि जहाँसम्म पर्दैन त्यहाँसम्म हाम्रो यात्रा जारी नै रहनेछ त्यस्तो ठाउँमा घर बनाएर प्रभु माथिबाट पहिरो झरेर पुऱ्यो भने के गर्ने होला है अन्त कति चाहिँ कालो भयो हौ मौसम त हेर्नु त साथीहरू मौसम कस्तो हुन्छ मलाई त उता माक्सको याद आइरहेको जाडो डुलिसक्यो क्या भन्नु यहाँ फोटो खिच्यो भिडियो बनायो अब इलामतर्फ लाग्यो म कन्यामको 3 चोटि भइसक्यो आएको होइन तर अहिलेसम्म त लपडाँडामा चढेको छुइनँ म ऊ माथि क्या उता चुट्टामा आज त यस्तो आनन्द भएको छ कुरै नगर्नु न जे भने आफ्नो तरिकाले आफ्नो गाडीमा आयो भने आफ्नै मजा हुन्छ क्या आज फिल भयो क्या आफ्नो साधन आयो भने यस्तो आनन्द फिल होइन जहाँ मन लाग्यो जहाँ मन लाग्यो त्यहाँ बस्न पाइने रेस्ट गर्न पाइने होइन आफ्नो सुरले गाह्रो भयो भने आनन्दले जहाँ मन लाग्छ त्यहाँ उत्रिन पाइने फोटो भिडियो खिच्न पाइने आनन्द के यस्तो कसैको टेन्सन नहुने कोही रिसा होला कि कोही के होला कि साथीहरू आयो कोही हाम्रो चित्त बुझ्ने काम गर्नु पर्यो हुन्छ नि त चाहिँ कन्याममा फोटो खिच्ने घोडाहरू
यताबाट हामी अहिले अब इलाम घुम्न आएको खास चाहिँ अब रात पर्यो नि त अब घुम्ने टाइम छैन अहिले चाहिँ हामी सरासर दिदीको घर यतादेखि आएको है अहिले दिदीको घर जान्छौँ यता मलाई देखाउँ न हामी छेत्री भोलि मात्रै अब घुम्ने क्रम चाहिँ खास चाहिँ इलाम घुम्न आएको क्या हामी आएको छैन अब रात पर्यो अब भोलि घुम्नु पर्ला हामीलाई चाहिँ बुवाले बाटो देखाइदिनु भयो अनि अब हामी चाहिँ यताबाट चाहिँ इलाम बजार जाने बाटो रहेछ अहिले चाहिँ हामी यताबाट गयौँ अब हामी नेपाल टार गएको नि त अहिले चाहिँ अब रात पर्यो घुम्ने टाइम छैन होइन अब चाहिँ नेपाल टार जाने दिदीको घरमा अनि भोलि बिहानै निस्किने इलाम चाहिँ यही रहेछ अनि भोलि बिहान बेलामा निस्किन्छौँ घुमघाम भोलि गरौँला त्यही भएर हामी अहिले यताको बाटो लाग्यो अहिले चाहिँ हामी बिप्लौटी के हो नाम पनि भन्नु आउँदैन भन्ने ठाउँमा आइपुग्छौँ बजार पुरै राति भयो नेपाल टार आइपुग्दा चाहिँ यति टाढो रहेछ नि पर्वु अनि म चाहिँ अहिले यस्तो बाटोबाट हिँड्दैछु एक्लै होइन बुढा अनि नानी अनि अर्को भाइ लिन आएछ हामीलाई उसलाई चाहिँ यता माथिको बाटोबाट यताबाट त यस्तो बाटोबाट गाडी जाँदैन नि त अनि उता माथिको बाटोबाट गाडी जाँदो रहेछ अनि त्यही भएर उनीहरू उताबाट गए होइन म चाहिँ यताको यो सर्टकट बाटो हिँड्दै गएको कि एक्लै अब कहिले हिँडे पनि छैन जङ्गलको बाटो जस्तो नि छ डर पनि लागिरहेछ उता उठ्नु नि तलबाट माथि चढ्नु मन थियो बाबुले हिँड्नु चाहिँ हिँड्दैछु बाटो त पुरै तलै छ त अनि डाउनै भएको थियो ल कता हो बाटो म त तलै गहिरो पनि झरिसकेँ त नि माथि चढ्ने बाटो छ कि छैन फेरि पुगिसक्यो होला उनीहरू खासमा चाहिँ यिनीहरूलाई सरप्राइजमा आउँला भनेर सोचले आएको यत्रोको सरप्राइज हुनु बाटो नदेखेर 50 चोटि फोन गर्नु परेको थियो ल आमा माथि पो रहेछ त नि हिँड्दैछु एक्लै लुकुर लुकुर होइन गलेर भुतुकै भइसक्यो बाटो कता हो पनि हजुर हिँड्दैछु पुग्छु होला नि त आइपुग्यो पहिला आरजे मामु छोरा ए यसलाई सरप्राइजमा आम्ला भन्ने विचार थियो त्यही भनेर त नि एकैचोटि सरप्राइजमा आएर मात्रै फोन गरौँ भनेको त बाटो नचिनेर 50 चोटि फोन गर्नु परेपछि के को सरप्राइज नमस्ते भेना जोन ए चप्पल लाएर कसैले होइन मलाई खाजाले राखेको दिदीको घर पनि आइपुग्यो खानासाना खाइसक्यो अब चाहिँ सुत्ने बेला भयो होइन अनि सबैजनालाई धेरै धेरै माया सम्झना अनि यदि कोही मेरो च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरेर जोडिनु होला र आजलाई मेरो ब्लग यति नै बाँकी भिडियो भोलि अर्को पार्टमा आउनेछ आजको भिडियो एकदमै धेरै लामो भएको छ हेरिदिनु होला त्यही पनि त्यही भएर मैले आजको भिडियो आजलाई एन्डिङ गरेँ भोलिको भिडियो फेरि भोलि नै आउनेछ हामी घुम्न त बाँकी नै छ हामी घुम्ने भनेर आएको घुम्न भएको छैन आज बस्ने काम भयो अब घुम्ने काम भोलि होइन भोलि घुमघाम सकेर अनि बाँकी भिडियो भोलि आउनेछ हस् त धन्यवाद सबैजनालाई बाई बाई